यो दोस्रो भिडियोमा तपाईहरुलाई हार्दिक स्वागत छ। म यति बेला रोमानियाको बुकारेस्ट भित्रको एउटा स्टेफेनी सेलमारे भन्ने ठाउँमा छु। यो पार्कमा हैन, यो पार्कमा तपाईले प्रत्यक्ष देख्न सक्नुहुन्छ धेरै श्रोताबिनहरु आफ्ना बच्चाहरुलाई लिएर यो बच्चाहरु चिप्लेउडी खेल्नलाई रमाइलो गर्नलाई हिउँमा निकै खुसी हुने गर्दछन्। बच्चा मात्रै हैन, ठुलठुला जोडीहरु पनि एकदम खुसी हुने गर्दछन्। हामी देख्न सक्छौं साथमा कुकुर डोराएर। अनि यो कुकुर सँगसँगै यो बच्चाहरुको माहौल, यो यत्रो घर बनाइरहेको छ यहाँ। यो घर देखि लिएर आमा बुवा र बच्चा बच्ची सबै आफ्नो रमाइलोको लागि अधिकांश मान्छेहरु पार्कमा छन् यति बेला। तर हामीलाई चिसो लाग्छ, हामीलाई चिसो लागे पनि चिसोबाट बस्नको लागि अधिकांश मान्छेहरुले बच्चा बच्चीले हामी देख्न सक्छौं। यो एउटा पर्यटन क्षेत्र ब्रासप भन्दा कम छैन। यहाँ पनि हामी देख्न सक्छौं ब्रासप बराबरको भिडियो त नआउला, र पनि मान्छेको माहौल, बच्चा बच्चीको रमाइलो त हामी पक्कै देख्न सक्छौं। चराचुरुङ्गीको माहौल यो भिडियोले खेल्दा यति चिप्लेउटी बनाइसके बरफमा। हामी यही चिप्लेउटीको लागि यस्ता खालको तान्ने, दौडिने, कुद्ने पनि गर्छौं। हामी यस्तो खालको एउटा हतियार हुन्छ, यो हतियार हामी तानिरहेका छौं। हामी यसरी रमाइलो गर्न सक्छौं। मनोरञ्जनको लागि विभिन्न किसिमका टुलहरु, इमोजीहरु बनाउन सकिन्छ यहाँ। यी इमोजीहरुले पनि तपाईलाई देखाउँछु। यो उचाल ढुङ्गी सँगसँगै यो तपाईको इमोजी एउटा मान्छेको चित्र। यहाँनेर बार, यसलाई हामी बार भन्छौं नेपालीमा। यो कुकुर फेरि सेम पोजिसनका छन्, हस्बेन्ड वाइफ कुकुर रहेछ। अब त्यहाँ फुर्सोल छ, भिडियो लामो हुन सक्छ, लामो आउन सक्छ। यो माथि खरक्कै सुकेको रुख, तल एकदमै सेतो, त्यसमा पनि बच्चा बच्चीको भिड। अब बरफले गर्दाखेरि सब मान्छेको अनुहार पुरै रातो देखिन्छ। यसको पछाडिको अगाडि भाग म त देख्न्न, तपाईहरु त्यति कुरा त देखाउने कुरो भएन। तल डबल सक्स लाएर बच्चा बच्चीलाई यति बेला फुटबलमा पनि फुटबल खेलाइरहेछ साथीहरुले। हामी देख्न सक्छौं फुटबलभित्र फुटबल खेलाइको। अब यो